यसरी गाडी त भनेर तल दर्शकवृन्द नमस्कार। हामी अहिले त्रिशुली किनारबाट यो लाइभ प्रत्यक्ष प्रसारणमा जुटिएका छौँ। देवगा आबुखैरेनी गाउँपालिका वडा नम्बर 5 को त्रिशुली किनारबाट हामी अहिले प्रत्यक्ष प्रसारणमा जुटेका छौँ र 2081 असार 28 गते भरतपुर तर्फबाट सिमलतालबाट दुईवटा रात्रिकालीन बस बगेर त्रिशुलीमा बेपत्ता भएका थिए र ती बसहरूमध्ये एउटा बसको उत्खनन कार्य अहिले जारी रहेको छ। यो बस हुन सक्छ भनेर त्यतिखेरै तत्कालीन समयमा उत्खनन पुरिएका हराएका बेपत्ता भएका बसहरू अहिले भेटिएको कारणले गर्दा त्यही बस हुन सक्छ भनेर यसरी अहिले एपीएफ र जनपद प्रहरीको टोलीले यहाँ यसरी उत्खनन कार्य अहिले जारी गरिरहेको छ। हामी प्रत्यक्ष प्रसारणमा जुटिरहेका छौँ। आजभन्दा झन्डै 18 महिना 3 दिन अगाडि 543 दिन अगाडि यहाँ दुईवटा बसहरू बेपत्ता भएका थिए र दुईवटा बसमध्ये गणपति डिलक्स सँग मिल्दोजुल्दो रङ कलर यो देखिएको कारणले गर्दाखेरि गणपति डिलक्सको बस हुन सक्छ भन्ने आकलनले अहिले यहाँ खोजी कार्य धमाधम चलिरहेको छ। आज बिहान 10 बजेदेखि नै त्रिशुली किनारमा यो खोजी कार्य अर्थात् उत्खनन कार्य चाहिँ चलिरहेको छ। सम्भवतः अब आज यो उत्खनन कार्य जारी रहँदाखेरि यो बस हो कि होइन, तत्कालीन समयमा बगेका बस दुईटा मध्ये कुनै एउटा बस हो या होइन, अथवा गणपति डिलक्स बस हो या अथवा अन्य कुनै सार्वजनिक सवारी साधन हो भन्ने यकिन हुन पनि सक्छ र त्यसको लागि अहिले यो उत्खनन कार्य चलिरहेको छ। यो पत्ता लगाउनको लागि यकिन गर्नको लागि अहिले यहाँ जनपद प्रहरी र एपीएफ प्रहरी तनहुँ र चितवनबाट खटिएका प्रहरी साथीहरू यसरी फिल्डमा काम गरिरहनु भएको दृश्य हामीले देखाइरहेका छौँ। Pick up the phone. आउँछन् अब एकछिन 10 मिनट भयो। अब 10 मिनट आइपुग्छौँ। अहिलेको ताजा हालिदिउँ। दुई मिनट दर्शकवृन्द, यसरी उत्खनन कार्य जारी रहेको छ र हामीलाई भर्खरै मात्र प्राप्त सूचना अनुसार चितवनका प्रमुख जिल्लाधिकारी गणेश अर्याल भरतपुरबाट हिँडिसक्नु भएको छ। 10-15 मिनट भइसक्यो। 10 मिनटमा फिल्डमा आइपुग्छु भन्ने जानकारी आएको छ र प्रमुख जिल्लाधिकारी गणेश अर्याल चितवनबाट आएपछि पनि यो उत्खनन कार्यले तीव्रता पाउन सक्छ, उहाँको निर्देशन हुन सक्छ प्रहरी साथीहरूलाई
त्यही अनुसार उहाँको पर्खाइमा यहाँ अहिले काम भइरहेको छ र उत्खनन कार्य गर्दै जाँदा खोतल्दै जाँदाखेरि निस्किने पानी त्रिशुली नदीको सतहमा पानी आइरहेको छ भित्रपट्टि र त्यो पानीलाई बाल्टीको सहायताले प्रहरी साथीहरूले यसरी त्रिशुली नदीमा फालिरहेको दृश्य पनि हामी देखाइरहेका छौँ। र यहाँले पर देखिरहेको सिमलतालको पहिरो हो। उक्त पहिरोबाट बस बगेर त्यहाँबाट झन्डै अन्दाजी लगभग 300 मिटरको हाराहारीमा यहाँ आएर बस यो कोचमा खसेको थियो र त्यतिखेर गोताखोर लगायतको टोली र मित्र राष्ट्रबाट आएका गोताखोरको टोलीले पनि चुम्बकको सहायताले खोज्दा पनि उक्त दुईवटा बसहरू पत्ता लगाउन नसकेपछि छोडिएको थियो, प्रशासनबाट छोडिएको थियो। नभेटेपछि हार खाएर र आज झन्डै 18 महिना 3 दिन 543 दिनपछि यहाँ भग्नावशेष भनौँ यसलाई भेटिएको छ यो र उत्खनन कार्य जारी रहेको छ। आज बिहानैदेखि प्रहरी साथीहरू यहाँ खटिरहनु भएको छ। खाना पनि नखाइकन प्रहरी साथीहरू बिहानदेखि यसरी खटिरहेको दृश्य हामी देखाइरहेका छौँ। अब यसले पूर्णता पाउनको लागि त केही समय लाग्छ। एउटा बस फेला परो भने पनि अर्को बसको पनि खोजी कार्य जारी रहनेछ र यहाँ जति क्रियाकलाप हुन्छन्, जति घटना हुन्छन्, यहाँको ताजा अवस्था हामी तपाईँहरूलाई प्रत्यक्ष रूपमा देखाइरहनेछौँ।